हामी गुजेश्वरी छिर्ने बाटोमा छौँ। यो चाहिँ रहेको छ गुजेश्वरी मन्दिर छिर्ने बाटो हो पछाडिको। यस्तो छ यो खोलाको बाटो। बागमती खोला हो यो घाइते चाहिँ पानी परेर अलिकति बढेको हो यो खोला चाहिँ, नत्र सुकेर हुन्थ्यो। प्रवेश गर्छौँ हामी पशुपतिको आरती हेर्ने जाने ठाउँ। यहाँबाट माथि माथिको बाटो जाँदैछौँ। यो बाटो चाहिँ हामी सर भर्याङ चढ्दै 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 जान्छौँ पशुपतिको माथि। गुजेश्वरीको माथिबाट देखिने छोटो राम्रो एउटा भ्यू हो। झन्डै झन्डै लड्यो है भिडियो बनाउँदा बनाउँदै। यहाँबाट चाहिँ जानुपर्ने हुन्छ हामी मास्तिर। मङ्की बेबी हो। आरती यहाँ हुन्थ्यो भने अहिले चाहिँ ठ्याक्कै त्यसको अपोजिट उता लेफ्ट साइडमा सारेको रहेछ है। त्यही साइडतिर जानुपर्ने हुन्छ। धन र रूपको के घमण्ड गर्छ साथी, हामी नि जाने एक दिन यही घाटमै हो भन्दै दुई शब्द भयो टुङ्गाउँछु है। जेस अहिले चाहिँ यो साइडमा अहिले आरती गर्नु थाले रहेछ है। आरती चाहिँ अहिले उतातिर हुन्छ। आरती चाहिँ उहाँ सुरु भइरहेको छ भने हामी जाँदैछौँ। आरतीको तयारी चाहिँ भर्खरै हुँदैछ। 7 बजेदेखि सुरु हुँदैछ आरती चाहिँ। मान्छेहरूको भिड चाहिँ यस्तो छ। आरती हेर्ने मान्छेको भिड है यो चाहिँ। बाबा पशुपतिनाथ भगवान